पश्चिमाञ्चलको पहिचान समाज रूपान्तरणमा हाम्रो अभियान। नमस्कार, फेवा टेलिभिजनको विशेष प्रस्तुति कृषि कार्यक्रममा तपाईलाई स्वागत छ। म रुद्र श्रेष्ठ। कृषि कार्यक्रमको आजको श्रृङ्खलामा हामीले एकजना सफल कृषि व्यवसायीसँग कुराकानी गर्न लागिरहेका छौँ। यतिखेर हामी लेखनाथको वडा नम्बर 2 रिठे पानीमा आइपुगेका छौँ। एकजना सफल कृषि व्यवसायी जसले बङ्गुर पालनबाट निकै सफलता प्राप्त गरिरहनु भएको छ, श्यामबहादुर थापा। उहाँसँग हामी आजको कुराकानीमा जुट्नेछौँ। विशेष गरेर उहाँ राष्ट्रपति उत्कृष्ट कृषक अवार्ड 2072बाट सम्मानित हुनुभएको छ, जो नेपालमै पहिलो पटक प्रदान गरिएको थियो। र उहाँसँग आजको कुराकानीमा हामी जुट्नेछौँ। विशेष गरेर बङ्गुर पालन व्यवसाय र सँगसँगै उहाँको सफलताको कथा हामी आजको कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। अब खास गरेर हामी यतिखेर यहाँको बङ्गुर फार्ममा आइपुगेका छौँ यो कार्यक्रमको लागि भनेर। यो बङ्गुर पालन व्यवसायमा यहाँ चाहिँ कसरी प्रवेश गर्नुभयो? सुरुवात कसरी भयो भन्दाखेरि म वैदेशिक रोजगारमा कोरियामा जाँदाखेरि एउटा म काम गर्ने सिलसिलामा बङ्गुर फार्ममा काम गर्दाखेरि मैले काम गर्न म गएँ। त्यसपछि मैले त्यहाँ लगभग 5 वर्ष मैले बङ्गुर फार्ममा कन्टिन्युस काम गरेँ। र त्यो काम गर्दाखेरि सुरुमा चाहिँ लगभग मैले 1 वर्ष जति आफूलाई म अब विदेशमा पैसा कमाउन लागि म गएको थिएँ। तर पछि मैले काम गर्दै जाँदाखेरि अब त्यहाँ लगभग यसरी विदेशीहरू कोरियनहरू अब लगभग 12-15 घन्टा यसरी खटिएर काम गर्छ भने हामी नेपालीहरू चाहिँ एकदमै अब काम गर्नमा धेरै पछि परेर रहेछौँ भन्ने जस्तो मैले अनुभव गरेँ। त्यसपछि हामी पनि त्यसमा अब यो विदेशमा गएर काम मात्रै गर्ने होइन कि त्यसमा केही सिक्नुपर्छ भन्ने म त्यसबाट पछि मैले केही सिक्नपट्टि लाएर म त्यहाँ अब 5 वर्षको दौडानमा मैले अब 1 वर्ष जति चाहिँ अब पैसा कमाउनुपट्टि लाग्यो भने त्यसपछि म चाहिँ पैसा कमाउनुको साथसाथै म त्यसपछि अब सिक्नपट्टि पनि लागेँ। र त्यो सिक्दै मैले चाहिँ अब अघि भने जस्तै विदेशीहरू त्यसरी 12-15 घन्टा काम गर्छ भने हामी पनि नेपालमा त्यसरी 12-15 घन्टा काम गर्ने भने आफ्नै देशमा केही विकास गर्न सकिन्छ, केही अब गर्न सकिन्छ जस्तो लागेर मैले चाहिँ पछि अब नेपाल फर्केपछि मैले यसरी बङ्गुर पाल्न सुरुवात गरेको। खास मलाई त्यसरी प्रेरणा जागेको मलाई खास। अब जस्तो खास गरेर भन्दाखेरि जनजाति समुदायमा के हुन्छ भन्दाखेरि लाउरे हुने संस्कार बढी हुन्छ, त्यसपछि विदेश जाने भन्ने हुन्छ। यो व्यवसायतिर अलिक कमै चाहिँ नै ध्यान दिएको देखिन्छ। तपाईँ चाहिँ कसरी चाहिँ यो व्यवसायतिर चाहिँ हात हाल्नुभयो? त्यही त नि, मलाई पनि सुरुमा त अब मेरै शाखा सन्तान पनि सबै मेरो बा सुब्दार छन्, मेरो दाईहरू लाउरे, अब भिराजुहरू सबै लाउरे, अहिले भान्जा भान्जीहरू सबै लाउरे छन्। तर कस्तो भने यो कसरी मलाई यो प्रेरणा जाग्यो भन्दाखेरि अब वैदेशिक रोजगार जाँदाखेरि अब त्यही अब मलाई यस्तो प्रेरणा जाग्यो कि अब हामी वास्तवमा हामी जनजाति यो मतवालीहरू अब यो लाउरे मात्रै हुने होइन कि अब बिस्तारै अब हामी जस्तो कोही बुझ्ने युवाहरूले अब यसरी एउटा केही न केही व्यवसाय गर्नुपर्छ,
हामी जस्तोले नै अब यो सिकाउनुपर्छ जस्तोपट्टि लागेर म चाहिँ एउटा अब जनजाति मात्रै नभइकन अब यो कथन यो एउटा हामी जनजातिहरूले यसरी व्यवसाय गर्नुपर्छ भन्ने एउटा मेरो आफ्नो भित्री आत्मादेखि नै एउटा यो प्रेरणा जागेर मैले आफूले जानेको सिप चाहिँ नेपालमै गर्नुपर्छ भन्ने एउटा जागेर म चाहिँ नेपालमा आएर एउटा बङ्गुर फार्म सञ्चालन गरेको छु। अहिलेसम्म यहाँले जुन यो बङ्गुर पालन व्यवसाय चाहिँ सञ्चालन गरिराख्नु भएको छ, अहिले यो बङ्गुर पालन व्यवसायमा लाग्नु भएको चाहिँ कति भयो? लगभग मेरो 10 वर्षको भयो अहिले। मैले यो 2062 सालमा म सुरुवात गरेको, लगभग अहिले 10 वर्षको दौडानमा के अरे गइरहेको छ बङ्गुर फार्म। अनि यो बङ्गुर पालन व्यवसायको क्रममा जुन 10 वर्ष बिताइसक्नु भएको छ, खास समस्याहरू अथवा चुनौतीहरू चाहिँ के देख्नु भएको छ? यस्तो बन्द हडतालदेखि लिएर तपाईँको कृषकहरूलाई पाउने सुविधा तपाईँको अब यो बिजुली अब त्यति अब पर्याप्त मात्रामा अब हामीले पनि अब नपाउने, बत्तीको कारण त्यस्तै, अब तपाईँको पानीको त्यस्तै, बाटोको समस्याहरू। अब त्यो बाहेक पनि नेपालमा अब तपाईँको अहिले कुखुरा अब गाई भैँसीमा चाहिँ अब धेरै नेपाल सरकारले पनि लगानी गरिरहेछ भने बङ्गुरमा चाहिँ यो सिर्फ मगरहरूले पाल्ने, अब राई लिम्बूले पाल्ने खाने भएको हुनाले यसमा चाहिँ बढीमा अब अरू जात अरू योले यो लगानी नगरेको हुनाले अब हामीलाई चाहिँ खास समस्या चाहिँ अब यो दानामा पनि त्यति नै अब समस्या अब भोगेर आइरहेको छौँ। त्यसमा हामी आफै सङ्घर्ष गरेर यो ठाउँमा आइपुगेछौँ। अब पर्याप्त मात्रामा औषधिहरू पनि अब बङ्गुरको पाइँदैन, किन भन्दा नेपालमा अब यो व्यावसायिक हिसाबले बङ्गुर नै पालेको छैन भने यो औषधिहरू पनि नपाउने र दानाहरू पनि नपाउने। त्यसले गर्दाखेरि अब सुरुमा त अब यो बङ्गुर पाल्दाखेरि अब ब्याङ्कबाट लोन लिन पनि धेरै गाह्रो थियो। अहिले चाहिँ बिस्तारै अब नेपालमा पनि बङ्गुर पनि व्यवसायीकरण हुँदै गइरहेको छ र बिस्तारै अब ब्याङ्कबाट पनि लोन लिन लागि अलिकति सुविधाजनक भइरहेछ। जस्तो अब बजारको कुरा गर्दाखेरि यो यहाँले पनि भनिसक्नु भएको छ कि यो जुन खालि यो जनजाति समुदायमा मात्रै चल्ने, विशेष गरेर यो बङ्गुरको मासु, त्यसै गरी बङ्गुर पाल्ने संस्कारका हिसाबले पनि जनजातिहरूमा विशेष देखिन्छ। त्यसमा पनि अझ मगर, राई लिम्बू लगायतको जातिमा चाहिँ देखिन्छ। अब यो अहिले पछिल्लो क्रममा चाहिँ अन्य जातिकाले पनि अब पाल्न थालेका छन्, खान थालेका छन् भन्ने पनि देखिन्छ। अहिले चाहिँ पछिल्लो समयमा चाहिँ कस्तो छ यसको बजार चाहिँ? अहिले त खास वास्तवमा भन्यो भने अब यो हामीभन्दा अब माथिल्लो पिँढी अब हाम्रा बाहरूले बाबुबाजेले चाहिँ अब कुन जातले अब यो बङ्गुर खाने, कुन जातले पाल्ने भन्ने प्रश्न थियो। अब पहिला चाहिँ बाहुन क्षेत्रले अब यो बङ्गुर छोयो भने अब नुहाउनु पर्ने, उहाँ के सुनपानी छर्नु पर्ने एउटा ऊ पनि थियो। तर अहिले चाहिँ अब तपाईँको यो संसारमै तपाईँको यो होल वाइड भइसक्यो, तपाईँको सबै कम्प्युटरलाइज भइसक्यो। अब हामीभन्दा मुनिको जेनेरेसनले सबैले तपाईँको कम्प्युटर हेर्न लागिसक्यो, तपाईँको सारा संसारलाई यत्रो सानोमा अब हेर्न लागिसक्यो। धेरै जस्तो तपाईँको युवाहरू, तपाईँको विदेशमा जाने युवाहरूले हामी आखिर वास्तवमा नबुझेर रहेछ यो बङ्गुर नखाएको, नबुझेर रहेछ हामी तपाईँको यो के अरे पोर्क के अरे यो बिफ नखाएको, बफ नखाएको। तर अहिले बुझ्ने मान्छेले चाहिँ सबैले खान थाले। अहिले तपाईँको जनजाति मगरहरू, तपाईँको राई लिम्बूले सर बराबर तपाईँको अरू जातले पनि, तपाईँको बाहुन क्षेत्रीय गुरुङहरूले पनि धेरैले अब तपाईँको बङ्गुरहरू अब पाल्न सुरुवात गरेछन्। खाना पनि तपाईँको धेरै पहिलाभन्दा तपाईँको लगभग 75% 80%ले तपाईँको खाना पनि यो सुरुवात भइसकेको छ। त्यसले गर्दाखेरि अबको दिनहरूमा तपाईँको यो चाहिँ कुनै पनि यो छुवा कसले पाल्ने कसले खाने भन्ने सायद नहोला। समय चाहिँ को कुरा आउँछ होइन, समय लगानी अब सँगसँगै अब पैसाको लगानीको कुरा पनि आयो होइन। यसमा चाहिँ यो बङ्गुर पालन व्यवसायमा एक हिसाबले भन्दाखेरि यहाँको समय चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ? समय त यस्तो आफू नै अब यो कुनै पनि पेसा व्यवसाय गर्दाखेरि आफूसँग अनुभव सिप छ भने त्यसमा आफूले लगानी गर्न पनि एकदम के भन्छ आफूलाई कन्फिडेन्स हुन्छ। अब त्यही अब आफूसँग यो कुनै पनि यही सम्बन्धी अनुभव ज्ञान छैन भने लगानी गर्न पनि गाह्रो हुन्छ। त्यही भएर मलाई चाहिँ यो सम्बन्धी नै धेरै अनुभव र मेरो एक्सपिरियन्स भएको नाताले मलाई चाहिँ लगानी गर्न खासै त्यति अब मलाई त्यति हिचकिचा नभएर मैले चाहिँ आफ्नो हिसाबले लगानी गरिरहेको छु। यो लगानी नै मेरो आफ्नो मसँग प्रशस्त पैसा भएर मैले लगानी व्यवसाय गर्न खोजेको होइन। मसँग एउटा मेरो आफ्नो हिम्मत म गर्नुपर्छ भन्ने एउटा मेरो दृढताले गर्दाखेरि मैले यो भनौँ न यो ब्याङ्कबाट लोनहरू लिएर मैले यो काम गरिरहेको छु। अहिले यहाँले जस्तो पोखरा लाइफ स्टक प्रणाली भनेर दर्ता गरेर एउटा कम्पनीको हिसाबले चाहिँ सञ्चालन गरिराख्नु भएको छ। सम्भवतः यो नेपालको एउटा ठुलो बङ्गुर फार्मको रूपमा रहेको छ। अहिले चाहिँ यहाँ कतिसम्म छन् बङ्गुरहरू चाहिँ, अथवा जस्तो माउहरू होला अनि चाहिँ बच्चाहरू चाहिँ कति छन्? अहिले मेरोमा लगभग मैले सुरुवात गरेको 2टा बङ्गुरबाट सुरुवात गरेको थिएँ भने अहिले चाहिँ लगभग 1800 बङ्गुर छ। त्यसमा चाहिँ 180 एउटा चाहिँ माउ छ। त्यसमा चाहिँ अलिकति त्योभन्दा अलिकति यो अब खाने लायकको अब 6 महिना 8 महिनाको, यो 4 महिनादेखि 8 महिनाको चाहिँ लगभग 900-1000 छ। अनि बच्चाहरू चाहिँ तपाईँको
माउसँग भएको बच्चा र तपाईँको माउबाट छुट्याएको 3 महिनाभित्रको बच्चा चाहिँ लगभग त्यही 600 जति छ। अनि अब यसमा चाहिँ खास गरेर जस्तो अब बच्चाहरू मात्रै यहाँले चाहिँ बिक्री गर्ने गर्नुभएको छ अथवा चाहिँ मासुको लागि पनि के गर्नुभएको, कसरी चाहिँ नि बजारीकरण गर्नुभएको छ? मेरोमा चाहिँ खास अहिले बच्चा उत्पादन भइरहेको छ। बच्चा चाहिँ मैले उत्पादन गर्छु भने मेरोमा चाहिँ विशेष गरेर नेपाल अधिराज्यभरि अब यो बङ्गुर पाल्ने किसानहरूलाई, बङ्गुर पाल्ने कृषकहरूलाई मेरोबाट उन्नत जातको अब यो बिउहरू, उन्नत जातको पोथीहरू भनौँ अथवा त्यसलाई गिल्ड भन्छ, गिल्डहरू मैले उपलब्ध गराउँछु। लगभग पहिला चाहिँ लगभग नेपालमा 50-60 जिल्लामा मेरो अब यो बङ्गुरको माउ पाल्ने खालको पोथी भनौँ अथवा गिल्ड मैले अब सप्लाई गर्थेँ भने अब अहिले चाहिँ बच्चाहरू पनि दिइरहेको छु। र मैले अहिले चाहिँ नेपालमा अब यो विशेष गरेर मेरोमा चाहिँ यो उन्नत जातको मैले यो बिउहरू उत्पादन गर्न लागिरहेको छु। अनि यसको बजार चाहिँ नि कहाँसम्म चाहिँ विस्तार गर्नुभएको छ अहिले? बजार त पहिला अब गिल्डो लाने बेला सबै ठाउँमा थियो भने अहिले चाहिँ लगभग उही पोखरा भेलीमा मात्रै मैले अब बजार गरिरहेको छु। अब यसको बजार चाहिँ अब इन्डियाबाट पनि अब यसको अब डिमान्ड आइरहेको छ। त्यसको लागि चाहिँ हामीसँग अब यो बधशाला, स्लटर हाउसको आवश्यक परेको हुनाले अब त्यो आधुनिक किसिमको बधशाला, स्लटर हाउस भयो भने अब यो कुनै पनि पशुलाई, कुनै पनि अब यो बङ्गुरलाई पनि अब बध गर्दाखेरि उसलाई शास्ति नहुने हिसाबले बध गर्ने पर्ने भएको हुनाले त्यसरी अब बध गरेको बङ्गुर चाहिँ अब मासुमा पनि क्वालिटी आउने र बङ्गुरलाई पनि शास्ति नहुने र त्यसरी गरेको बङ्गुर चाहिँ अब अरूले पनि अब त्यो अनुसारको डिमान्ड खोजिरहेको छ। अहिलेसम्म चाहिँ हामी आफ्नै नेपाली पाराले अब काम गरिरहेको छ भने अब चाहिँ अबको केही महिनाभित्र हामी चाहिँ यो अब आधुनिक तरिकाले बधशाला तयारी गरेर अब यो मासु उत्पादनमा हामी जाँदैछौँ। अनि अब यो जुन यो बङ्गुर पालन व्यवसाय सञ्चालन गरिरहँदाखेरि यहाँले सरकारी निकाय जो चाहिँ कृषि र पशुसँग सम्बन्धित छन् ती सरकारी निकायहरूबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ? अब यस्तो हो, अब यो जिल्ला पशु कार्यालय छ, उहाँहरूसँग हामी अब टाइममा अब सल्लाह लिइरहेको छौँ। अब यसरी अब नेपालमा अब बङ्गुरलाई मात्रै अब यो भ्याक्सिनेसन गरेर भएन कि नेपालमा भएको अब तपाईँको अब 4 खुट्टे जनावरमा तपाईँको बाख्रा, भैँसी, गाई, अब बङ्गुर सबैलाई तपाईँको एफएमडी खोरेद लाग्छ। त्यसमा चाहिँ तपाईँहरूको पनि अब सरकारी तौरबाट पनि तपाईँहरूको पनि अब उसमा यो हुनुपर्छ, त्यसमा सहयोग हुनुपर्छ। तपाईँहरूले पनि त्यसमा चाहिँ रेखदेख गर्नुपर्छ र हामीलाई यो बङ्गुर पाल्नेहरूलाई पनि तपाईँहरूले चाहिँ यो सहयोग गर्नुपर्छ भनेर हाम्रो छ के अरे सधैँ अब यो कुरो भइरहेको छ। र उहाँहरूले पनि हामीलाई टाइममा यसो सुझावहरू, सल्लाहहरू अब दिइराख्नु भएको छ। त्यो चाहिँ हामी अब जिल्ला पशु र क्षेत्रीय पशुबाट हामी चाहिँ अब सहयोगहरू अब लिइरहेका छौँ। ठुलै उसमा नभए पनि अब केही मात्रामा हामी चाहिँ सहयोग अब पाइरहेका छौँ, त्यसमा चाहिँ हामी सन्तुष्टि छौँ। अनि अहिले यो यहाँको फार्ममा कामदारहरू अथवा चाहिँ कर्मचारीहरू चाहिँ कति कार्यरत छन् अहिले चाहिँ? लगभग मेरो अहिले 1500 जना कामदारले काम गरिरहेछ। किन भन्दा यो अब सरसफाइदेखि लिएर अब बिहानदेखि बेलुकासम्म यसैमा अब यो पशु हो, यसलाई चाहिँ अब अरूभन्दा नि सरसफाइमा बढी ध्यान दिनुपर्ने भएको हुनाले सरसफाइको लागि र दाना पानी अब सबै अब यो प्रसुतिदेखि लिएर तपाईँको नर्सरीदेखि लिएर तपाईँको ग्रोइङदेखि लिएर ब्रिडिङ सबै अब रुममा आफ्नो आफ्नो डिपार्ट हेर्नुपर्ने भएको हुनाले यसलाई चाहिँ अब मान्छे चाहिँ अलिकति बढी अब चाहिन्छ। किन भन्दा विदेशमा चाहिँ सबै अब मेसिनहरूले गरिन्छ भने यहाँ चाहिँ नेपालमा चाहिँ सबै हातले गर्नुपर्ने अब भन्ने बढी अब पर्ने भएर स्टाफहरू चाहिँ अलिक बढी नै छ। अनि अलिकति यो तरिकाको बारेमा बताइदिनुहोस् न, यो बङ्गुर पालन चाहिँ कसरी व्यवसाय गर्न सकिन्छ, यो बङ्गुर पालन व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमै यहाँको अनुभव र यहाँले जुन खालको व्यवसाय सञ्चालन गरिराख्नु भएको छ यो व्यवसाय सञ्चालन गर्ने एउटा तरिका चाहिँ अलिकति भनिदिनुहोस् न। त्यो तरिका कस्तो भन्दा अब मैले पनि पहिला अब म पनि नेपालमै अब जन्मेर तपाईँको मेरो अब स्याङ्जा घर त्यो ठाउँमा जन्मिएको मान्छे। मैले पनि वैदेशिक रोजगारमा गरेँ। कोरियामा जाँदाखेरि मैले त्यहाँ जुन सिकेँ, बङ्गुरमा काम गर्दाखेरि मैले जुन सिकेँ, अब त्यो बङ्गुरमा खाए ध्यान दिनुपर्ने कुराहरू चाहिँ अब 1 नम्बरमा चाहिँ सबैभन्दा तपाईँको रोगसँग हामी चाहिँ अब डराउनुपर्छ। अब तपाईँको त्यस्तो छ भने तपाईँको बङ्गुरलाई दैनिक चाहिने तपाईँको सबभन्दा एक नम्बरमा दानाभन्दा बढी तपाईँको पानीको आवश्यक पर्छ। पानी चाहिँ उसलाई 24 घन्टा अब उसलाई चाहिँ अब चाहिन्छ। अब त्यो निप्पल सिस्टम, किनभने त्यसमा भयो भने हामी चाहिँ अब उसलाई सधैँ पानी हालेर राख्नु पर्दैन। र त्यसपछि तपाईँको औषधिहरूको हुन्छ, त्यसपछि तपाईँ भ्याक्सिनेसन हुन्छ, त्यसपछि दानाहरूको हुन्छ। अब बङ्गुर पाल्दाखेरि आफूसँग अनुभव छ र आफू चाहिँ लगनशील हुनु पऱ्यो, आफू खटिनु पऱ्यो
आफूलाई त्यही सम्बन्धीमा अब केही अब नलेज ज्ञान हुनु पऱ्यो र आफूलाई बङ्गुर आफूले पालेपछि त्यसमा चाहिँ आफूले म्यानेजमेन्ट भयो नि सबभन्दा बढी ध्यान दिनुपर्ने म्यानेजमेन्टमा र बङ्गुर पाल्दा ध्यान दिनुपर्ने कुरा त अघि मैले भने जस्तै अब पानी अब भ्याक्सिनेसन अब औषधिहरू अनि दानाहरू र आफू नै कृषि अब हो कृषि बङ्गुर पनि एउटा कृषि अब उसमा भित्र नै पर्छ र यसमा चाहिँ आफू नखटिसम्म कुनै पनि व्यवसाय अब गर्दाखेरि अरूलाई लगाउनु भन्दा नि कृषिमा चाहिँ बढी आफू खटिनु पर्ने र आफूले जानेछ भने बल्ल आफ्नो कामदारलाई सिकाउन सकिन्छ आफूलाई नै त्यसै सम्बन्धी अनुभव छैन भने कामदारलाई पनि अलिकति आफूले त्यही सम्बन्धी सिकाउन जानेन भने पनि त्यो अलिकति फस्टाउन अलिकति व्यवसाय फस्टाउन गाह्रो हुन्छ जस्तो अब यो बङ्गुर पालन व्यवसायमा लाग्न चाहने नयाँ पुस्तालाई अथवा युवा पुस्तालाई चाहिँ यहाँले के भन्न चाहनुहुन्छ अब मैले अघि पनि भने अब कुनै पनि व्यवसाय गर्दाखेरि आफूसँग पहिला सुरुमा त अलिअलि अनुभव ज्ञान अब स्किल हुनु पऱ्यो त्यो बाहेक पनि अबको नयाँ युवाहरूलाई मैले के भन्न चाहन्छु भन्दाखेरि अब म पनि वैदेशिक रोजगारमा गएर आएको र नेपालमा हाम्रो अब नेपालको युवाहरू विदेश जानुको बाध्यता पनि के छ भन्दाखेरि उहाँहरूसँग प्रशस्त पैसा भएर विदेश जान खोजेको नै होइन र उहाँहरूलाई जस्तोलाई नेपालमा कृषि क्षेत्रमा यो राज्यले यो सरकारले यो मुलुकले पनि कृषिमा जो आधारित भएर काम गर्न चाहने युवाहरूलाई नेपाल सरकारले सजिलो र सरल तरिकाले कुनै पनि अब व्यवसाय अब भनौँ बङ्गुर अथवा कृषिमा अब तरकारीमा काम गर्दाखेरि लोनहरू उपलब्ध गराउने र अब भनौँ केही ट्रेनिङहरू उनीहरूलाई अब तालिम प्राप्त अब व्यवस्थाहरू गराउने भने नेपालमै पनि आफ्नै देशमा पनि केही गर्न सकिन्छ अब उदाहरणलाई मैले अब दिइराखेको छु भने अब यसरी अब युवाहरू हामी जस्तो युवाहरूले मैले म पनि युवामा भएर विदेश गएर मैले काम गरेर सिकेर म नेपाल फर्केर केही गर्छु भने म जस्तो युवाहरूले नै यो देशमा के गर्नुपर्छ भनेर एउटा हामी जस्तो लाग्यो भने अब भोलिका अब नयाँ युवाहरूले पनि यसमा तुरुन्तै आज गर्ने बित्तिकै भोलि नै फाइदा हुँदैन यो कृषिमा आज लगानी गरेपछि त्यसमा अब धैर्यता भएर बिस्तारै अब यो लाग्ने हो भने कृषि भनेको कस्तो लङ लास्टिङ हो यो अब अरू व्यवसाय भनेको आज ल्यायो तपाईँको भोलि अब नाफा भइहाल्छ तर कृषिमा चाहिँ आज लगानी गऱ्यो भने तपाईँको 6 महिनापछि 1 वर्षपछि बल्ल यसको के अरे नाफा हामीले पाउन सक्छ त्यही भएर जोसुकै पनि युवाहरू यो व्यवसायमा लागेपछि यसलाई छिटोभन्दा छिटो नाफा नखोजिकन मैले लङ लास्टिङमा मैले जसरी पनि यो सफलता हुन्छ भन्ने हिसाबले अब यो काम गर्नुपर्छ अब यो अलिकति यो वातावरणको बारेमा पनि कुरा गरौँ धेरै जसो कस्तो हुन्छ भन्दाखेरि अब यो बङ्गुर पालन व्यवसायको कारणले अथवा बङ्गुर व्यवसायहरूले गर्दाखेरि वातावरण प्रदूषित भयो अथवा चाहिँ समस्या भयो भन्ने खालका कुराहरू पनि धेरै ठाउँमा आइरहेका छन् र यसको लागि विशेष छुट्टै ठाउँ चाहिँ तोक्नुपर्छ भन्ने कुराहरू पनि छन् यसको बारेमा चाहिँ के भन्नुहुन्छ यस्तो यो भनेको अब तपाईँको यो ठाउँमा पहिला म आउँदाखेरि तपाईँको यहाँ कुनै 2-3 घरभन्दा थिएन अब 10 वर्ष 12 वर्ष अगाडि तपाईँको यहाँ पुरै सिरुघारी थियो तपाईँको यहाँ खेत थियो अब मैले त्यो ठाउँ त्यो बेला चाहिँ मैले यहाँ बङ्गुर व्यवसाय बङ्गुर पालन के अरे यहाँ मैले बङ्गुर फार्म गर्दाखेरि तपाईँको घरै थिएन अब बिस्तारै तपाईँको बजार बढ्दै गयो अब तपाईँ नगरपालिकाभित्र तपाईँको यो अब यो बङ्गुर पाल्न नदिने हो भने कि चाहिँ नगरपालिका चाहिँ हामी जस्तो व्यवसाय के भन्छ यो बङ्गुर पाल्ने कुखुरा पाल्नेलाई गाई पाल्ने भैँसी पाल्ने चाहिँ तपाईँ कुनै एउटा निश्चित ठाउँ तोकिदिनु पऱ्यो सरकारले त्यस्तो ठाउँ दिनु पऱ्यो नत्र भने अब हामीले गरिरहेको ठाउँमा तपाईँको अब कस्तो भन्दा हामी सकेसम्म हामी चाहिँ यो गन्ध अब रहित गर्नलाई हामी के अरे अब गरिरहेका छौँ सरसफाइतिर हामी ध्यान दिइरहेका छौँ यसमा औषधि के अरे छरिरहेका छौँ तपाईँको इयाम के अरे गन्ध नआउने के अरे हामी छरिरहेका छौँ भने तपाईँको नेपाल अधिराज्यभरि नै तपाईँको के अरे डाँडा तपाईँको खोला डाँडा तपाईँको सम्म सबै नै नगरपालिका भइदियो भने हामीले कहाँ गएर पाल्ने हामी आकाशमा गएर पाल्ने कुरा त भएन कि चाहिँ तपाईँको नगरपालिकाले व्यवस्थित गर्नु पऱ्यो कि चाहिँ जहाँ पालिरहेको छ त्यो ठाउँमा चाहिँ बङ्गुरै पाले पनि कुखुरै पाले पनि तपाईँको त्यसलाई चाहिँ अलिकति दुर्गन्ध रहित अब हिसाबले हामी चाहिँ काम गर्नु अब उनीहरूले चाहिँ त्यसरी अब सजेसन सल्लाह दियोस् भन्न चाहन्छु म त
दर्शकवृन्द यतिखेर हामी छ्याम थापा मगरको यो बङ्गुर फार्ममा रहेका छौँ। लेखनाथ 2 रिठेपानी स्थित पोखरा लाइभ स्टक प्राली यो बङ्गुर फार्ममा यतिखेर रहेका छौँ र यो बङ्गुर फार्ममा काम गर्ने एकजना कर्मचारी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्न लागिरहेका छौँ। यहाँको नाम चाहिँ? मेरो सूर्य राणा। अनि यहाँले यो बङ्गुर फार्ममा काम गर्न थाल्नु भएको कति भयो? 5 वर्ष। अनि विशेष गरेर यो बङ्गुर फार्ममा चाहिँ यहाँले के काम गर्नुहुन्छ? म विशेष गरी यहाँ चाहिँ अब यस फार्मको म्यानेजर हो कि अब यसको अब रेखदेख गर्ने, बङ्गुरहरूलाई सुई लाउने अनि यताउति सबै यो बङ्गुरको चाहिँ जम्मै कुरा हेरको चाहिँ म गर्छु। अनि कर्मचारीहरूलाई चाहिँ यताउता काम लगाउने काम चाहिँ म गर्छु। अनि जस्तो कर्मचारीहरूलाई काम लगाउँदाखेरि अथवा काम गर्दाखेरि चाहिँ खास कसरी चाहिँ व्यवस्थापन गरिराख्नु भएको छ? व्यवस्थापन चाहिँ अब यहाँ आफ्नो उछेर यो के भन्छ अरे माउको यो आफ्नो कोठाहरू छन् कि यो माउको भनौँ बच्चाको भनौँ त्यस आफ्नो सेक्टरहरू छ, त्यसमा आफ्नोमा गरेर चाहिँ काम खटाइन्छ कि काम खटाए त्यही अनुसारले चाहिँ फेरि मैले जम्मै त्यो राम्रो गरेन यताउता मैले चाहिँ हेर्दै हिँड्छु। अनि जस्तो यहाँको अनुभव चाहिँ के छ जुन यहाँले अहिलेसम्म काम गरिराख्नु भएको छ यो फार्ममा? खास समस्या चाहिँ नि के देखिन्छ चाहिँ यो फार्ममा काम गर्दाखेरि? बङ्गुरमा समस्या त अब खासै यो बङ्गुरको बारेमा भन्ने समस्या चाहिँ खासै छैन। यो बच्चाहरू हुर्काउन अलिकति गाह्रो हुँदो रहेछ बङ्गुरको लागि। अलिक ठुलो हो त्यति समस्या चाहिँ छैन। अब दाना पानीको हो, दाना पानी राम्रो गर्ने बङ्गुर सायद बङ्गुर चाहिँ राम्रै हुन्छ। यो बच्चाहरू हुर्काउन चाहिँ अलिकति गाह्रो छ, किनभने यो चिसोबाट जोगाउनु पर्ने, यो चाहिँ अलिकति डायरिया चाहिँ हुन्छ बढी समस्या भनेको सानो बच्चाहरूलाई यो बङ्गुरको लागि चाहिँ अरू चाहिँ ठुल्ठुलो त्यति समस्या छैन। अनि जस्तो अरू कर्मचारीहरूले चाहिँ नै काम गर्दाखेरि अब कहिलेकाहीँ हुन्छ नि, अब त मतलब अहिले जुन जति यहाँहरू कर्मचारीहरू हुनुहुन्छ यतिले यत्रो सङ्ख्यामा भएको चाहिँ यो जुन बङ्गुरका पाठाहरू छन्, त्यहाँबाट माउहरू छन् होइन, अब यति कर्मचारीले चाहिँ नि व्यवस्थापन गर्न सकिया छ अथवा चाहिँ के छ सम्भव? हजुर सकिएछ, अहिलेसम्म राम्रै भएछ, सकिरहेछ। अनि चाहिँ यहाँले अब चाहिँ यो बङ्गुर फार्ममा काम गर्न चाहनेलाई के भन्न चाहनुहुन्छ? बङ्गुर फार्ममा काम गर्नको लागि आफूले खोल्ने भन्नुभएको कि यहाँ काम गर्नलाई अब बङ्गुरको लागि एकदम राम्रै छ। यसको चाहिँ खास भन्ने अब आफूले व्यवस्थापन गर्न सक्यो भने बङ्गुरमा एकदम फाइदा छ, राम्रो पनि हुन्छ। त्यति बच्चाहरू चाहिँ जोगाउन सक्नु पऱ्यो, न त अरू चाहिँ राम्रो छ यसमा बङ्गुर फार्मको लागि चाहिँ बङ्गुर पाल्नको लागि राम्रो छ। अनि यो व्यवसाय गर्न चाहनेलाई चाहिँ के भन्नु? व्यवसाय गर्नलाई पनि त्यही हो, अब चाहिँ अब जानेर बुझेर मात्रै गर्नु पऱ्यो। अब व्यवसाय गर्छु भने त्यति हात हालेर त भएन, यसमा अलिक जानिनुपर्छ, अलिकति बुझ्नुपर्छ बङ्गुरको बारेमा। अनि त्यो बुझ्यो भने जस बङ्गुरबाट राम्रै छ फाइदा चाहिँ। बच्चा चाहिँ बिकाउन सक्यो, बच्चा चाहिँ कटाउन सक्यो, बच्चाहरू झन् राम्रो छ, किनभने त्यो त 35 दिन पालेपछि भइहाल्छ, बिहाको 35 दिनमा बिक्री भइहाल्छ, बेच्नुपर्छ। बङ्गुर राम्रै छ। अनि यो जुन सफा सुग्घरको कुराहरू आउँछ, सरसफाइको कुराहरू आउँछ होइन, यो सरसफाइमा कतिको चाहिँ ध्यान दिनुपर्ने? ध्यान त बेसी दिनुपर्छ सरसफाइमा त। अब यसलाई अब बेला नुहाइदिने, अब फेरि यसमा चाहिँ यसलाई चाहिँ गन्ध बढी आउँछ बङ्गुरको। एउटा पाल्दा त कति गन्ध आउँछ भने चाहिँ थुप्रै पाल्दा गन्ध त्यसै आउँछ। यसको लागि चाहिँ गन्ध निर्मूल गर्नको लागि औषधिहरू प्रयोग गर्ने, अनि सरसफाइ चाहिँ राम्रो छ, जे सरसफाइ चाहिँ राम्रो गर्नुपर्छ बङ्गुर। अनि यो अन्य पशुपालन व्यवसायमा जस्तै अब बङ्गुरमा पनि विभिन्न किसिमका रोगहरू देखिने, विभिन्न बिमारीहरू देखिने त्यस्तो समस्या पनि हुन्छ, कतिको देख्ने गरिरहेको छ? खासै त्यस्तो समस्या चाहिँ बङ्गुरमा खासै देखेको छैन, तर भ्याक्सिनहरू चाहिँ लगाइदिइराख्नुपर्छ। यो के भन्छ अरे एउटा यो स्वाइन फ्लूको भ्याक्सिन भयो, अनि अर्को चाहिँ खोरातको भ्याक्सिन, यो चाहिँ लगाइदिइराख्नुपर्छ। अनि त्यसको अलावा अरू यो जुकाको औषधिहरू, आइरनहरू, भिटामिनहरू चाहिँ दिइराख्नुपर्छ। त्यो दियो भने खासै के अरे यो बिरामीको चाहिँ केही समस्या चाहिँ छैन बङ्गुरमा चाहिँ। अब अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ? अब के भन्ने, अब खै अब बङ्गुर पाल्ने हो भने बुझेर मात्रै पाल्नु होला जसले पनि। अब पालेर मात्र भएन, अब यो बङ्गुर पालेर मात्र भनेर भयो भने त्यसलाई चाहिँ जस व्यवस्थापन गरेर चाहिँ सरसफाइमा ध्यान दिने, त्यसलाई दबाई पानी यताउता दाना पानी राम्रो गऱ्यो भने जस बङ्गुर चाहिँ राम्रै छ, बङ्गुर चाहिँ पाल्नु भयो राम्रै हुन्छ। हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। दर्शकवृन्द, आजको श्रृङ्खलामा हामी सफल बङ्गुर व्यवसायी छ्याम थापा मगरसँग कुराकानीमा जुट्यौँ
र आजको श्रृङ्खलामा हामीले खास गरिकन बङ्गुर पालन व्यवसाय र त्यसमा देखिएका चुनौतीहरू, त्यसमा हुने समस्याहरू सँगसँगै बङ्गुर पालन व्यवसायको तरिका, विधि अथवा ध्यान दिनुपर्ने कुराहरूको बारेमा उहाँसँग कुराकानी गऱ्यौँ। अवश्य पनि हामी यस्तै र यिनै विषयहरूमा फेरि पनि हामीले आगामी श्रृङ्खलाहरूमा पनि कुराकानी गरिरहनेछौँ। आगामी श्रृङ्खलामा फेरि अर्को कुनै नयाँ विषयवस्तुका साथ उपस्थित हुने बाचासहित आजको श्रृङ्खलाबाट हामी बिदा चाहन्छौँ। समाज रूपान्तरणका लागि हाम्रो अभियान जारी छ। तपाईँ फेवा टेलिभिजन हेर्दै गर्नुहोस्। नमस्कार।